के गर्दै हुन्छ नि यो आलु काटेको आलु भुजिया बनाउनलाई यो कसरी बनाउने यसलाई चाहिँ मसला हाल्नुपर्छ लसुन प्याज हाल्नु मिठो भएर भुटेर यो जेमा पनि खान सकिन्छ खाजाको रूपमा खान सकिन्छ चाम्रेमा खान सकिन्छ भात तरकारी जस्तो पनि खान सकिन्छ मैले के सघाउनु पर्छ र अब तिमीले एउटा काम गरिदेऊ म अरू काम सबै भइसकेको छ तिमीले एउटा मेरो काम गरिदेऊ है के काम यही गर्ने अप्ठ्यारो काम परेको छ के काम गर्ने? यो रुखलाई त बाटो सार्नु पर्ने हो यहाँ आएर यो रुख बोकेर तो चलिए शुरू करते हैं। यो रुखलाई बोकेर यो रुखलाई बोकेर बारीमा पुर्याऊ यसलाई बारीमा पुर्याउनु पर्छ साह्रै समस्या परेको छ म बाँध्नुलाई बारीमा पुर्याउने हो